Hi everyone, welcome to my YouTube channel. सबैलाई वेलकम, एकदम मोस्ट वेलकम भन्न चाहन्छु र अहिलेको मेरो कन्टेन्ट चलिरहेको छ। यदि नयाँ हुनुहुन्छ भने रुपेन तामाङलाई सब्स्क्राइब गरिदिनुस् गाइस। र यो चाहिँ म चाहिँ अहिले कहाँबाट बोल्दैछु भनेको हजुरहरू मिरिक थर्बु 9th माइल टी गार्डन देखि चाहिँ म अहिले हजुरहरू समक्ष आएको छु गाइस। अब हाम्रो चाहिँ विशेष भिडियो देखाउनुको मकसद चाहिँ यहाँनिर अब एक दुईवटा तपाईँहरूलाई फुलहरू अर्ग्यानिक फलहरू देखाउँछु अलिअलि गाइस। हेर्नुहोस् कति राम्रो जवाको सुन्ने फुलिरहेको छ, कलरमा छ। यहाँ सेतोमा छ, सिङ्गलमा, यहाँ डबलमा छ गाइस। एकदम दामी दामी फुलहरू छ। हेर्नुहोस् आर्यन पनि आयो, आर्यनको एउटा काम छ। अब हेर्नु ल गाइस, हेर्नुहोस् है गाइस, यहाँनिर अब हाम्रो कुखुराहरू कति छ हेर्नुहोस्। कुखुराहरू पनि पुरा छ गाइस, हेरिहाल्नुहोस्। यता हेर्नु त गाइस, मेकअप गर्दा चाहिँ खिच्दैन, मेकअप छ। यहाँ दोकाने दिदीले अब आज फ्रीमा, पैसा महिना सित्तैमा फ्रीमा आरुचा गाउँमा पठाइदिँदैछ सबैलाई। मेरो गाउँको सबै इष्ट मित्रहरूले आरुचाको स्वाद लिएर फिडब्याक दिनु होला। माथि सरोज भाइहरूकोमा पठाइदिनु फर्स्टमा। कहाँ लान्छ फर्स्टमा? ए बराबर लु, आमामा लु, घर दुईटा लैजा न है गाइस। हेर्नुहोस् कति चाहिँ छ, अझै छ है। हो टिप्नु पर्ने अझै छ। त दामी खाङ लाग्दै र त्यही हो, यस्तो रातो हेर लाग्छु गाइस। ठुलो मम्मी र परिना बढी दिदा पहिला तँलाई फेरि झारी पठाउँछ नजाने ल। आर्यनले बाँड्नु लाँदैछ गाउँमा। होइन गाइस, यहाँ कस्तो राम्रो फुल छ, कति राम्रो फुलेको छ फुल गाइस। दोकानमा कसो हेर्नुहोस्, सरप्राइज छ गाइस। आज खाने मतलब बदाम खाँदै बस्दो रहेछ, पिस्टा खाएको। खाएको तिमीलाई खानु ल्याइदिएको। कति बिक्री गरिसक्छौ तैँले? टमाटर ल्याउनु पर्ने छ है, 500को भइगयो त अन्त। त्यो रोज बस्यो तेरो अन्त। यो पनि मैला भएछ है, फेर्नुपर्छ है गाइस। 0मा सेट छ यो, ठिकै छ। त अन्त मासु पकाउँछ नि त्यस्तो आज? कत्रो मान्छे हो भाइ? खै उठ्दा उठौँ न, उठ्न गाइस। हेर्नुहोस् त गाइस, भाइ हुँदैन रहेछ नि। भाइ भाउ छ र है। म त खाएन, खाएर खराब भएको। म त यो मनपर्छ बुढी, हो काँचो यस्तो भयो। खाएँ त हिजो मैले। चप्पलहरू सबै पाउँछ गाइस, चप्पलहरू, छाताहरू हाम्रो दोकानमा। यस्तोहरू नानीहरूको छाताहरू, यस्तो ग्लासहरू, होइन के भन्छ यसलाई, कस्तो गिफ्टको सामानहरू पनि छ गाइस।
सबै छ। एकजना गाइस कहाँ जाँदैछ फेरि? पुरानो आएको बिस्तारै न। एक ट्रिप लग्यो फेरि पुग्छ अन्त। कति एक गयो 2 4 तल पनि त होला। तल पर्छ कता कता लाने? ए यहाँ चाहिँ रिमाको पनि छ गार्डन गाइस। सधैँ आएर पनि हेर्छ रिमाले। परैला गोदावरीहरू पनि हालेछ, सयपत्री पनि हालेछ, दामी हालेछ। किनेको नि जग्गै भएन नि होइन चेप्टेर त्यो फक्रिनु नपाउने क्या त फुल। यो त फोकस गर्नु नि अनुहार चाहिँ अन्त मान्छे पनि देख्नु पर्यो नि त। यो अस्ति किनेको हो कुहिँदै छन् रे अस्ति दामी फुलेको सबै। किरा लागिहाल्छ हौ साह्रै छिटो। यो दामी भएको छ हेर्नु। मिठो कलर रहेछ नि त सिङ्गलमा। उयो भएको त्यो उयाँकै सारेको सबै ओइलिँदैछ। काकाहरू चाहिँ के गर्दैछ? गाउँ सुनसान छ अहिले। पुरा हल्लाहरू हुनुपर्ने नि खास त रमाइलो है, बाक्लो हुनुपर्ने है। नानीहरू छैन भने यस्तै हुन्छ तर है, केटाकेटीहरू छैन भने सुन्नै हुन्छ। आमाहरू के गर्दैछ गाइस अलिक हेरेर आउँछु। र आमाहरू यहाँ छ बिचरा। काका के गर्नु हुँदैछ? ए खाना बनाउनु हुँदैछ? के छ मासु भात? होइन दाल भात। दाल भात सब्जी? सब्जी अब के खाने आलु खानु पर्छ। अच्छा आमाले पकाइदिँदै रहेछ लाग्दो। सुपहरू यसो लिएर खानु मजाले। लाङसाको यसो कोही बेला क्या त तागतहरू आउँछ। गएस मेरो काका आमाहरू हुनुहुन्छ यहाँ। नखाएर मलाई कि मन पर्दैन हौ त्यति। के चाहिँ मनपर्छ? माछाहरू त मनपर्छ होला। कुखुरा कुखुरा चाहिँ मनपर्छ है? चिकन अस्ति मैले ल्याइदिएको राम्रै थियो नि त त्यो त मासु है। मासु मैले मगाएको खाँदै गर्नु। आज कहाँ थियो मेलो? माथि ए त्यहाँनिर च्याउहरू चाहिँ पाउँदैन रहेछ क्या आजकल है? ए कालुङ्गे च्याउको सिजन आउँछ नि अब। आर्यनले उयो बाँड्दैछ आरू छ। हुन्छ म अहिले जान्छु है। हुन्छ नमस्ते। बाँड्दैछ तपाईँहरू पनि खानुहुन्छ? जाऊ ए म्याक्स म्याक्स को रहेछ? म्याक्स म्याक्स आइज म्याक्स 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 को आएछ? म्याक्स चिनिस् मलाई? मलाई चिनेको? म्याक्सलाई चिनेछ नि मलाई। हाई छुट्टी भयो? अस्मिक हाम्रो अस्मिक आउँदैछ। लग गरेको लगिङ आरू चाहिँ पठाइदिएको छु खानु ल सबै। यता हाई गरिदिनु त। स्कुल ड्रेस पाइहाल्यो त अन्त उयो हेल्दी सुहेल त है। जा नानी ले आर्यन चाहिँ लिएको छ हो। वेलकम। उयो भाडा चाहिँ दिनु नि त।
हजुर भाडा चाहिँ भाडा फेरि लग्यो हो फर्कायो हो नि त सबलाई ए खोइ अन्त मम्मी पापा ए अँ ए किन मन दुख्छ थ्याङ्क यू ब्लग तपाईँ तयारी गर्नुभएको कुन च्यानलमा कन्या जोजोले हेर्दैछ उताला ए मेरो त पुरा छ नि अस्तिको पनि राम्रो चल्दैछ है दार्जिलिङको है जिन्दगी मेरो नाम यस्तरी मजाले गीत गर्नुपर्छ ल अब यो झनै झर्यो कस्तो दामी हो भाइ कस्तो दामी देखेको यहाँबाट हेर्नु खालि जान्छु भन्दा अन्त फ्राई भनेको न अब फ्राईहरू लसुन पुड्के म लसुन हो म लसुन पुड्के दामी हुन्छ रमाइलो हुन्छ त यता पनि छ यता पनि छ यो सबै आमाले रोपेको हाम्रो विचार मेरो कार्य त छ गाइस मेहनतले गर्नु साह्रै पर्दछ यो हाम्रो घर हो गाइस के मेहनतले मेहनतले कमाएर नि हो किन्नु गाह्रो पर्छ चोरहरूले भने अब 100 गाडीहरू किन्छ बोलीहरू किन्छ थारहरू किन्छ चोरहरूले यो पनि पुलिस चोर हुन्छ नि भनेपछि थार किनिहाल्छ स्कर्पियो किन्छ है है स्कर्पियो किन्छस् है तैँले पनि चोरेर है पैसा लुटेर है हो रहेछ हाँस्दैछ यो अन्त ट्याक 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 गर्न उता टिप हुन्छ त पर ऊ ए भाडा चाहिँ ल्याउनु ल फ्रुट भन्न फ्रुट सरस दादाहरू पनि दिनु ल नानी सरस दादाले झन् स्पेसली हिजो भनेको छ मलाई पेजमा पेजमै भनेको छ हिजो स्पेसल सरस दादाले झन् हिजो मलाई मेसेजमा गरेको छ आडु छ म पनि खान्छु है जो भने कति लग्यो अब पुग्छ ए आमा हजुर अब कति घर दुई घर हिजो पर त पुऱ्याइदियो नि मितालाई त यहाँ तल आगोहरूलाई पुऱ्यायो एकजना गयो ए ल अन्त फेरि यत्रो ए खानु खानु सिजनको फलफुल है हौ खै अन्त एउटा भाडा भाडा भनेको नि ए दामी दामी यो को लाई को लाई यो सरस दादालाई सरस दादालाई स्पेसली त्यहाँ पाक्छ नि मजाले अझै टिपुङ ल तल गयो यसले देखेको छ यो कतापट्टिको फलेको भन्दै थियो आस्मितले हो देखेको छ अन्त कतापट्टिको टिपेको भन्दै थियो ए पहिला माथिको टिप्थ्यौँ है पुरा आयो त्यति राख न एउटा देऊ न तँ पढ देऊ न अन्त कि भाइ
मैले चाहिँ रिमाले अब ड्रेस लगायो बेलुकाको गाइस दिउँसो दोकानमा बेलुका कुकिङमा लगाएको है अब मैले कुकिङ सुरु छ है आज के छ रिमा चिकन चिकन दामी बनाउँ ल सुप पो त सादा एप्पल काट्नु पर्यो भाइ नकाट्नु आज काट्नु पर्दैन एप्पल 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 काट्नु पर्दैन सक्यो अब एप्पल ए ल एकछिन अन्त एकछिन चढोस् न 6:30 सम्म त होस् न हो थ्याङ्क यू भन न ल बाई गरिदेऊ थ्याङ्क यू एभ्री वान फर वाचिङ माई युट्युब च्यानल माई थ्याङ्क यू गाइस